गाइज अब चाहिँ हामी बिर्तापुरमा बसेको थियौँ आज। बिहान पनि भइसकेको छ अनि सबै जातिहरू चाहिँ आफ्नै तालमा छन् क्या। जो छ नि हाम्रो चाहिँ रुम त खत्रै हो तर हामीले यस्तो झुत्ते बनाइदिइसक्यौँ नि। यस्तो झुत्ते बनाइदिइसक्यौँ अनि म चाहिँ रेडी भइसकेँ। अब चाहिँ हामी जान्छौँ आज चाहिँ खाँदारी घुम्दै खाँदारी पुग्ने प्लानिङ छ। बेलुकासम्म चाहिँ 4 दिन पनि कति छिटो गयो, आँखा झिम्काएर गयो जस्तो फिल भइरहेछ अहिले आउँदा नि। कति छिटो गएको क्या। अस्तिदेखि आएकै दिनदेखि उसलाई चाहिँ कहिले घर पुग्नु भइरहेको थियो भन्दै थियो। अब आज फाइनली पुग्ने गाइज। अब हामी जानुपर्ने हुन्छ यो होटललाई बिदाई गरेर। अब हामी चाहिँ हिँड्न लागेको यहाँबाट यो होटलमा बसेको होला हामी चाहिँ। गाइज पानी परो आज हामीलाई घुम्नै दिएन। गाइज हामी चाहिँ अहिले तमक आइपुग्यौँ। अब बेलबारी पुगेपछि बेदना सिमसार घुम्ने भनेको अन्तिममा पानी पर्यो क्या। अब के गर्ने होला, यस्तो अँधेरो भइरहेछ। बाहिर पुरै हेडलाइटहरू बालेर हिँड्नु परिरहेछ क्या गाडीहरू। बिहानै त्यस्तो भयो, बिहानको कति नै बजेको छैन, अहिले 7:17 हुँदैछ भर्खर, तर यस्तो मौसम भयो क्या। A few moments later. गाइस पानी रोक्यो है। पानी रोकेकोले सबैको खुसीको सीमा छैन यहाँ। ओइ बस न। अघि त एकछिन अँधेरो भइगयो। 4 दिनको टुर झन्डै 5 दिन भइगयो नि। अब चाहिँ उर्लाबारी नगरपालिकामा वेलकम छ भनेको छ होइन। हामी चाहिँ उर्लाबारी आइपुगेछौँ। पानीले यस्तो गरिदिएको छ नि, रोकिँदैन जस्तो लागिरहेको थियो क्या। निकै ठुलो परिगयो एकछिन त, तर रोकियो, खुसी लाग्यो। यतिको त सुत्नु पर्ने हुन्छ टुरमा। गाइज हामी चाहिँ बेतना सिमसार आइसक्यौँ अनि त्यहाँनिर हामीले खाजा पनि खायौँ बाहिर। अनि अब हामी यहाँ छिर्न आँटेको भित्र। अनि हेन्सी भएर भाइहरू के हो यहाँ चाहिँ सरले टिकट लिँदै हुनुहुन्छ अनि अब हामी भित्र छिर्नुपर्ने हुन्छ। गाइज यहाँ चाहिँ यस्तै छ ल, राम्रो छ। ओइ यताबाट जाउँ न। भन एकछिन साथीहरू पनि हेरेको छैन। ओइ सुरुमा यताबाट घुम। यहाँ चाहिँ यस्तै छ। यहाँ बनाउनु पर्छ अहिले भरे। यहाँ चाहिँ घुम्ने हो। कहाँ जान है म्याडम? ए भगवान् ल परेर फेरि भाइहरूको चक्कर छ क्या, चक्कर आमा। अनि खोइ होइन हौ त्यो होइन हौ, कहाँ यस्तोमा च्यान हुन्छ बाबा। ल्याउनुहोस्। तर यो पहिला आउँदाखेरि चाहिँ थिएन। कस्तो राम्रो फुल रहेछ। आधी यता आधी उताबाट गएछ नि साथीहरू। यस्तै हुन् भाइहरू, जिस्केको जिस्कै। त्यही नामको मात्रै वाइफाई हुन्छ नि त फ्री त। अब यहाँनिर के छ ल म देखाउँछु। म पहिला आउँदाखेरि पनि हेरेको थिएँ। यहाँनिर के छ यो मुसा। कस्तो नमिठो बनाएको। यो गिद्ध हो, राजगिद्ध। त्यो मुसा वाइट मुसा क्युट खरायो रहेछ यहाँ चाहिँ। अब यही हो हेर्ने नै बेतनामा आएर। यहाँ ब्रोइलर कुखुरा जस्तो छ। त्यहाँपछि के हो यो? त्यहाँ यस्तो हुन्छ के हो थाहा भएन। उल्लु ल यो चाहिँ। लो अनि त्यस पछाडि यता बाँदर देखेको के चाहिँ छैन क्या। यहाँ बाँदर त उयो त्यही बाहिरतिर कति पाउँथ्यो।
यहाँ सुरक्षा गरेर राखेको रहेछ बिचरा छोडिदिन्छन् अनि यहाँ पनि उल्लु नै रहेछ यहाँ त भाइले भन्दै थियो क्या च्यान रहेछ भन्दै थियो हो नै रहेछ क्या च्यान मलाई थाहै थिएन पहिला आउँदा थाहै भएन हो रहेछ भ्लगर भाइ फेरि सुमन बाँदर चिल पनि देखाएर चिल चाहिँ कहाँ देखेर ओइ बाँदरले मिर्गा रहेछ मिर्गा साथीलाई देखेपछि यस्तै हो मिर्गा रहेछ यार मिर्गा कति राम्रो रहेछ हेर न म पर त्यता नि छ हिरण रहेछ हिरण हजुर सबै आइरहेछ तिमीहरू ए हो पार्टनरलाई देखेर पार्टनरलाई भन न यो चाहिँ मैले खाएको छु त्यसको मासु ओइ टोक्रा खोज्दो राख तपाईँहरू को कोले खानु भएको छ कमेन्ट गर्नु ल यहाँभित्र पनि च्यानै रहेछ हुँदैन ज्वरो आएको पो हुन्छ चिन्ता टोक्छ है अहिले गडक्कै मेरो हात पुडाउन चाहिँ मैले छेउको टोक्दा हुन्छ क्या टोक्छ होला नि त नि यसरी राखेको रहेछ दिस इज द बेतना सिमसार यो सिमसार निकै ठुलो छ एरिया त परदेखि ओरैसम्म यता घुमेको छ उता फर्किसक्यो उनीहरू होइन ऊ यहाँ सबैतिर हो नि ठुलो छ क्या यहाँबाट ठुलो एरिया छ यो सिमसार ठुलो चाहिँ ठुलो छ है ठुलो एरिया छ पर बोटिङ गर्ने भए पनि छ छ परैसम्म छ यता पनि धेरै परसम्म छ गाइस माछा सब आउँछ नि त वाउ थोको भने चाहिँ माछा आउँछ ओइ त्यो भन्दा तल हेर न ऊ यहाँ कत्रो लामो छ झन् त्यो त ठुलो छ त्यो चाहिँ ऊ हेर न त्यो ऊ भित्र कुदिरहेछ त्यो चाहिँ यत्रो हुन्छ तिमी जत्रै हुन्छ कत्रो छ अरे भर त ऊ यहाँ हेर न कत्रो छ अरे त्यत्रो माछा छ अरे यहाँ हामी चाहिँ चढिसक्यौँ बोटमा किन घुमो त ए यो जता जान्छ त्यतै है हामी पछाडिपट्टि छौँ तिमीहरू अगाडिपट्टि छौ यहाँ भाइ हाम्रो मेन सुई चलाएन छिटो कस्तो हुँदो रहेछ चप्पल फुकाल्दै न त म हुची भयो क्या भेटिन यहाँ हेर न ऊ परसम्मै भेट्दिनँ जिस्काउँदै चर्कोमा आउने हो कि यिनीहरू पहिलाचोटि आउँदाखेरि चाहिँ म यहाँ चढेको थिइनँ क्या गाइज हामी चाहिँ बोटमा छौँ ल रेस ल ओइ रेस अरे रेस खेल्ने हेर लाज नभएको यता फेरि दिपनको हालत छुट्टै छ दिदी हामी यहाँबाट भागमा टक्कर हान्छ ल हानेर देखाउ त छोरा देखाउ छोरा देखाउ न यहाँ छोरा छु अहिले भिजाउन पारोस् है बाई आऊ पछि गर न पछि आऊ बिरालोले पछि आउँछ अनि त्यसमै कुदेछ नि त फेरि केटाहरू त भागेको होइन तिमीहरूले नभेट्टाएको हामी त स्पिडमा छौँ नि त भेट्दैनौ ल
सक्छ त कसैले सक्दैन नि फेरि सक्दैन नि फेरि दिदी आओ ठेल्दै मजा भइरहेछ विजयहरूको एउटा मात्रै पाइने चलेर ओए हाम्रो पुच्छरहरू छिटो आऊ बाई बच्चा उता जाउँ न बिदुर ओए हाँस छुयौ के कुयौ बाई बच्चा अनि चाहिँ तिनटै बोटेकै साथमा बिचरा सबैले अठाउ है यहाँ म नि आउँछु न बिचको बिग्रेकोले हो क्या खासमा अब बिग्रेकोमा त बस्ने हो नि आनन्दसँग तिनवटा बोट एकै ठाउँमा मिसाएको छौँ हामीले चाहिँ अब चाहिँ हामी फर्किँदैछौँ अब जाने हो पर अब हामी बेदना सिमसारबाट फर्किँदैछौँ निस्केको अब ल भिडियो गरेको छु फोटो खिचेको सर जामै अब खाना खाएर धरानमा श्रम संस्कृति पार्क भन्ने ठाउँमा जाँदैछौँ गाइस हामी चाहिँ आइसक्यौँ अब ठुलो पो रहेछ त पार्क त ठुलो राम्रो सफा छट्ट हामी चाहिँ धरानको सम संस्कृति पार्कमा छु मैले हामीसँग चाहिँ घुम्ने जस्ट 10 मिनट मात्रै टाइम छ त्यही भएर हामी यहाँ भित्र चाहिँ नजाने होइन ह्यान्डसम भाइ शिव भाइ त्यस्तै छ गाइस आयो बगरमै फुल फुलाइदिएको अरे क्या कसको कहिले किनेको कहिले किनेको क्यामेरा लिएर गएको थिएँ कि यस्तो ढाड पार्दै भिडियो चाहिँ गरेको थिएन क्या दाइ घटाइन हामी टाढाबाट आएको मान्छे भनेको होइन कस्तो दिइहाल्यो यहाँ मात्रै साह्रै अब यहाँभन्दा उयो जानै परेन यही हो पार्क चाहिँ भित्र छिर्न हुन्थ्यो 35 रुपियाँ लाग्दो रहेछ जम्मा 35 रुपियाँ ठुलो बोल्छु होइन पुग्छ पनि तर हामीसँग टाइम छैन नछिरौँ यस्तो घाममा भयो भिडियो बनाउन भिडियो लो ब्याकग्राउन्ड भिडियो भिडियो बना लु ल ल ल अगाडि बसेर भिडियो चाहिँ हाम्रो चाहिँ छिट्दैन सबै आउँछौँ हामी त आउँदैन ल ल ल खिच्दा किनभने नछिरौँ हामीसँग टाइम उयो दिदीहरूलाई क्यामेरा भित्रबाट क्यामेरा देऊ यही होला पानी गाडी आउँछ पानी यस्तै रहेछ गाई जब हामी चाहिँ फर्किँदैछौँ अब हामी यहाँ भित्र छिरिनौँ किनभने हामीसँग टाइमै छैन नि त अनि सरले त छिर्ने भए नि जम भन्दै हुन्थ्यो अब टाइम नभएपछि झ्याउ एकैछिनमा निस्केर को छिरेर को निस्किहाल्छ होइन बरु कि त ढुक्कै हुनु पऱ्यो आखिरमा देखिहाल्यो यस्तै रहेछ भन्ने थाहा भइगयो अब जानुपर्ने हुन्छ हामी चाहिँ ग्रुप फोटो खिचे यता अब चाहिँ हामी फर्किँदैछौँ ल
पर्खिदिएको ल फेरि पर्खिदिएको ल सानोहरू छ्यास लाएर हामी मलाई केही बोल्न आएन तर यो मैले यो बगरमा छ भनेर चाहिँ थाहा थिएन क्या यहाँ भाइको एक्टिङ देख्यो भने त नि कसम भनेको केटीहरू त पुर्लुक पुर्लुक ढल्छ क्या फेरि अगाडि सब मेरो खान्छु बाटामा हिँडेर सब मेरो खान्छु अहिले कहाँ तपाईँहरू त्यो सक्नुहुन्छ यहाँ जति पनि गाडी छ त्यो मलाई लिन आएको हो तर म चढ्दिनँ किनकि म सस्तो गाडीमा कहिले पनि चढ्दिनँ हो 11 नम्बर ए भगवान् जुत्ता कस्तो बगाल बगाल हेरेर त्यो भाइ बिचरा चप्पलमै रहेछ अहिले अन्तिममा चाहिँ दाइ मेरो साम्बा जुत्ता छ तर म यस्तो गरममा होइन जुत्ता लगायो भने मोचा गनाउँछ क्या मोचा चाहिँ किन लगाएको त अनि प्यासन मेरो प्यासन हो क्या मोचा हे भगवान् प्यासनवाला भाइ जे होस् रमाइलो भइरहेछ नि टुर आजदेखि त सक्यो के को रमाइलो हुनु कस्तो फेरि टुर सक्यो आजदेखि अब टुर सक्यो राम्रो राम्रो केटीहरू देख्न पाइँदैन इन्डियाका राम्रो राम्रो थिए अब चाहिँ ब्याक टु खातबारी फ्रम धरान अब चाहिँ हामी फर्क्यौँ 3 दिन 4 दिनको टुर सकेर एकदमै ओभरअल एकदमै रमाइलो भयो होइन भइ नै रहेको छ धनकुटा आइपुगेको छौँ तर सबै साथीहरू भुज भएर निदाइरहेछन् रमाइलो गाइज अहिले चाहिँ हामी हिले आइपुग्यौँ अनि यहाँनिर अब के आज आइ त शनिबार रहेछ नि त अनि तरकारीहरू किनेर लगिराख्नु पऱ्यो अब खानबारीमा किन्न पाइँदैन गाइज हामी चाहिँ रुम आइपुगिसक्यौँ अब चाहिँ यति नै हो हाम्रो 4 दिनको टुर सक्यो
सो यस्तो भयो आएर पनि सामानहरू हल्का फुल्का मिलाइसकेँ बाई बाई गाइस Thanks for watching. Please subscribe.